भनेपछि सबैजनालाई फेरि पनि स्वागत छ मेरो भ्लगमा। अनि आज चाहिँ हामी चेरी टिप्न भनेर जान लाग्यो, तर चेरी पाउने नपाउने भनेर यो सिजन के रे दिदी अलि हामी अर्ली भयो अरे, त्यही भएर चेरी चाहिँ नपाउनु भयो। तर हामी अरू फ्रुट्सहरू नै टिप्न जानु लाग्यो। कुन फ्रुट्स चाहिँ टिप्ने त भाइ? अब फ्रुट्स चाहिँ अब टन्नै छ, स्ट्रबेरी प्लम के छ भनेर यसलाई तब त्यहीँ गएर थाहा हुन्छ के छ भनेर। अनि हामी चाहिँ केही न केही चाहिँ होला, हामीले सिकिसक्यौँ। आज चाहिँ म पछाडि छु, आज मैले कुदाउनु पर्दैन। आज हाम्रो आज दाइले कुदाइराख्नु भएको छ। दाइ आज दाइ हुनुहुन्छ यहाँ ट्याक्क, अनि दिदी अगाडि। अनि अब हामी हिँड्नुपर्छ। मैले सिधै लोन बिर्सिरहेछ, म सिधै लगाइहाल्छु। ल हामी 1 आवर ड्राइभ छ। अब हामी जाँदैछौँ। बाटोमा केही रमाइलो भयो भने तपाईँहरूलाई म देखाउँछु है त। अहिलेलाई चाहिँ बाई बाई। ओके, फाइनली जाम खुलेको चाहिँ बवाल जाम थियो। हामी अलमोस्ट कति 10 मिनट 15 मिनट बस्यो होला। अब चाहिँ यात्रा सुरु। चाहिँ फाइनली पुगेछौँ। अब टक्क एन्ट्री गर्दैछौँ। यहाँ गयो हामी एन्ट्री। फाइनली होइन, तर कहाँ हो के हो त्यो थाहा छैन। अब कहाँ के गर्ने त्यो थाहा छैन। सिधै जानु होला अगाडि। क्याफेमा जानुपर्छ। कुन क्याफे यो होइन होला। पछाडि छ क्याफे, ऊ पछाडि। क्याफेमा सुरुमा सोध्नुपर्छ कहाँ जाने। हामी चाहिँ पार्किङ गर्ने अब ट्याक्क लगाएर यहाँ। ल फाइनली पढ दिदी यहाँ झोला यता देख्छ भयो। फेरि पनि हाल्यो भने त फेरि ल्याङ गर्छ। जाँदा चाहिँ यहाँ यस्तो बोक्ने दिदी भने के न के। लाइक गर्नु छ जान्छ हामी अब टक्क लगाएर। म्याप छ हेर्नुपर्छ। ल त के हुन्छ आज हेरौँ। यही त हो नि होइन पिच भनेको। खाना पाउँछ, वेस्ट चाहिँ नगर्नु तर। ल फाइनली हामी आइपुगेको छ लोकेसनमा। फर्स्ट बाइट मिठो छ, दामी छ है। नेपालमा यत्रो ठुलो पाउँदैन होला है। खोइ पाउँछ के हुन्छ नेपालीमा आरु होइन होइन त्यो दाइले के अरे त्यही आरु होइन यो के आरु हो त? यही भन त कस्तो छ तिम्रो टेस्ट? ल हामी चाहिँ टिप्दैछौँ है ट्याक्क लगाएर। यस्तो छ यहाँ फलिरहेछ, यसो देख्नु तपाईँले। यहाँ ट्याक्कै टन्नै छ, यो पुरै फार्म हो। ट्याक्क टिप्ने, यहाँ घरमा राख्ने, लग्ने घरमा खानु मन छ नि, जति खानु सक्ने खाने हो। र एउटा खाँदै अगाइसक्यो मलाई। यस्तो हुन्छ यहाँ, यो चराले खाएको होला नि होइन, यस्तै खाएर यस्तै छोडेर चराले खाइदिन्छ यस्तै। आज विकेन्ड विकडेज भएर होला मान्छे छैन नि। यस्तै छ, चराले खाइदिरहेको हुन्छ यसै।
खाली छ कोही पनि छैन आज विदेश भयो होला ठिक छ ल हामीले त्यहाँबाट चाहिँ टिप्यौँ हल्का अब हामी फेरि अब अर्को स्पट जाँदैछौँ म चाहिँ खाँदैछु यो चाहिँ के अरे भाइ यो यसलाई के भन्छ पिच पिच टिपेर अब हामी के नेक्टरिन अब त्यो वर्ड पलम त्यो टिप्नु जान्छ अब भनेको डिफ्रेन्ट हो बेबी चिला यार अब यति टिपेर चाहिँ यहाँ यति छ अहिले यस्तै हुन्छ तर अलिकति चाहिँ यो बाहिरको सर्फेस चाहिँ हुन्छ ल अब एकछिन जाउँ यति मात्रै काट्दा नि हुँदैछ त है सबले यति काटिदिएको होइन हेर न भाइ अगुन छैन नि त न्याउ त गाइज सो हामी चाहिँ त्यहाँ हल्का टिपिसक्यौँ अब हामी नेक्स्ट लोकेसन जाँदैछौँ नेक्स्ट लोकेसन त यहाँबाट सिधै अगाडि अनि त्यहाँदेखि राइटतिर है कहाँतिर छ जाँदैछौँ ल हामी फेरि अर्को लोकेसन आइपुगेको छौँ अनि अर्को लोकेसन चाहिँ यो हो यो चाहिँ फेरि अर्कै खालको रहेछ यस्तो अलिकति चिप्लो खालको चाहिँ अहिले खस्रो चिप्लो रहेछ यो चाहिँ तर यहाँ चाहिँ खासै मैले देखिनँ केही पनि दाइ खासै केही पनि छैन यहाँ त यस्तो खालको रहेछ मिठो पनि छैन अरे दाइले चाख्ने मात्रै एक्चुअली चाख्छु त म एउटा ट्याग गरेर यसो सानो टिप्नु पर्ला ल यो त खाइदिएको रहेछ मैले खान्छ भनेको त अर्कोले खाइदिएछ ओए गुल्टिएर गयो त्यहीँ बस एकछिन चाख्छु है त सानो चाख्छु यो नि बिग्रेछ कि होइन सानो मिठो लाग्यो मैले मिठो लाग्ने मिठो लाग्यो मलाई खानु मजा किन भन न अभिनेकमा बाहिर खस्रो हुन्थ्यो नि त यो धेरै खाने चाहिँ दाल कुट्छ सजिलो गाई चाहिँ मजाले रेकमेन्ड गर्दिनँ यो कसलाई दिएँ तपाईँलाई मलाई त अमिलोहरू मनपर्छ त्यही भएर मिठो फलफुलहरू टिप्न मनपर्छ नि भाइ फलाउन चाहिँ सक्दिनँ टिप्न चाहिँ सक्दिनँ ल हामी एकछिन अब टिप्छौँ अनि जान्छौँ ल यस्तो चाहिँ अर्को त्यहाँ खै देख्छु देख्दैन टिक यहाँ यता राम्रो रहेछ के दाल टिप्दै कस्तो रातो देखेको यार चाहिँ त्यहाँ खाली हुन्छ त्यहाँ ए फोटो ले हो फर्म चाहिँ अब ट्याक्क टिप्ने गाडीमा हाल्ने हिँड्ने सो त्यहाँबाट आउने अनि यहाँ गाडी पार्क गर्ने त्यसपछि यहाँ चाहिँ अनि टक्क इन्फर्मेसन राख्ने अनि त्यसपछि यहाँ टक्क इन्फर्मेसन भन्नुहुन्छ के गर्ने भनेर
त्यसपछि चाहिने टिप्न हामी यति टिपेर ल्याइसक्यो यति यहाँ जोख्ने अब कति छ भने जोखेर अनि टिपेर चाहिँ यहाँ कति केजी थाहा छैन सो यो चाहिँ फ्रुट सेसन है हेर्नुहोस् के गर्छ यो चाहिँ ट्याक्क प्राइसेसहरू छ अब चाहिँ हामी निस्किँदैछौँ हामीले सक्यो है यस ठाउँ चाहिँ एकदम उयो रहेछ शान्त होइन ल हामी चाहिँ फर्किरहेको छौँ अब अनि हामी अन द वे चाहिँ ड्रिङ्क्स लिएको थियो मैले चाहिँ आइसमा चलेको छु यहाँ दाइको फ्रापै छ यहाँ अनि दिदीको खै त दिदीको मेरो दिदीको त यहाँ रहेछ गर्मी चाहिँ आज कति छ आज 30 पुगेको जस्तो आज 39 त छैन हावा जाँदैछ घर हामी घर जाँदैछौँ यो एरिया चाहिँ मलाई एकदम मन पऱ्यो एकदम ग्रिनरी यस्तो मजाको क्या आजको दिन चाहिँ ठिकै भयो रमाइलो भयो धेरै कुराको गर्नु भ्याइयो आज अझ फेरि दाइ काम जाने भ्याइसक्यो दाइले हामी पनि भरे बेलुका यसो हल्का काम छ जस धन्यवाद तपाईँहरू अहिलेसम्म भिडियो हेरिदिनुको लागि हामी फेरि भेट्नेछौँ है त बाई बाई टेक केयर जय मसी सबैजनालाई